हामी भन्छौँ म परमेश्वरको छोरा हो, म परमेश्वरको छोरी हो भनेर हामी भन्छौँ। के हामीले उहाँको आज्ञालाई पालन गरेका छौँ? उहाँले अन्तिम महान आज्ञा दिनुभएको कुरालाई के हामीले पक्रेर त्यो हामीले आफ्नो जीवनमा लागू गरेका छौँ? के हामीले यीशुको विषयमा मानिसहरूलाई बतायौँ? आज यो काम, यो ठुलो काम हो प्रियहरू, यीशुले तपाईँलाई दिनुभएको काम। संसारको अरू कामहरू भन्दा पनि यो एकदमै महत्त्वपूर्ण काम हो जसले चाहिँ मानिसको आत्मालाई बचाउन सक्छ। हालेलुया। आज यो काम गर्नलाई तपाईँ र म दिन प्रतिदिन हरेक समय हरेक पल तपाईँ र म तयारी हुनुपर्छ यीशुको सुसमाचार सुनाउनलाई। जब सुसमाचार तपाईँ र म सुनाउनेछौँ मानिसहरूलाई, उनीहरूले बुझ्नेछन् र उनीहरूले यीशुलाई आफ्नो मुक्तिदाता र उद्धारकर्ता भनिकन विश्वास गर्नेछन् र उनीहरूको आत्मा बाँच्नेछ। हालेलुया। क्रिस्चियन जीवन आफू बाँच्न